Hey guys, welcome to my KLN ब्लग। सो गाइज आजको भ्लगमा चाहिँ तपाईलाई स्वागत छ र म चाहिँ आज टक्क दिनेवाला छु हाम्रो बाडीको चाहिँ पुरै टुर र हाम्रो घर वरिपरिको जग्गा जमिनमा चाहिँ कस्तो के छ कस्तो छ भन्ने कुरा चाहिँ म तपाईलाई टक्क लाएर देखाउँछु र तपाईहरुले चाहिँ टक्क लाएर इन्जोय गर्नुस्। लेट्स गो। देखिरहेको छ र टक्क लाएर चाहिँ हामी चाहिँ आजको गाउँको दृश्य चाहिँ देख्न सक्छौं। यस्तो छ हाम्रो गाउँको दृश्य आज चाहिँ। र आज भोलिको चाहिँ सिजन कस्तो भने चाहिँ अलि बर्खा सिजन लाग्यो, त्यही भएर चाहिँ बादल छ र यस्तो देखिरहेको छ हाम्रो गाउँ। यस्तो दामी देखिरहेको छ हैन। यस्तो यो चाहिँ हाम्रो गाउँको सबैभन्दा टाढाको क्षेत्र हो हैन। यो चाहिँ त्यसपछि गएर टक्क लाएर यही हाम्रो सबैभन्दा टाढाको क्षेत्र। त्यसपछि गएर सो गाइज हैन त्यही हो। अब ट्याक्क लाएर यो चाहिँ मेरो रुम भन्नुपर्छ अनि त्यसपछि हाम्रो यस्तो बार छ। सो गाइज आजको भ्लग टक्क लाएर चाहिँ आज चाहिँ मैले यो बनाएको चाहिँ हिँड्नु बनाएको हुँ, किन भन्दाखेरि जानलाई सजिलो हुन्छ, त्यही भएर चाहिँ टक्क लाएर हिँड्नु बनाइसकेको छु। त्यसमा चाहिँ रडाउँछ भनेर पनि बनाइसकेको छु। अनि यस्तो छ हाम्रो चाहिँ टक्क लाएर मैले चाहिँ यहाँ चाहिँ पानी आउँछ भनेर चाहिँ टक्क लाएर त्यो माथिबाट चाहिँ यस्तो बनाइसकेको छु। र यो चाहिँ देख्न सक्नुहुन्छ हाम्रो बाडी आजभोलि चाहिँ केरा अलिक किरा ज्यादै लागेको छ, किनकि पानीको सिजनमा मान्छेहरू ज्यादा जाँदाखेरि ज्यादा किरा लाग्दो रहेछ। त्यसपछि माथिल्लो बाडीमा चाहिँ हाम्रो सिमी लगाएको छ भने त्योभन्दा माथिल्लो बाडीमा चाहिँ अझ स्याउहरू यताउति छन् र स्याउ पनि कत्रो लागिसकेको छ, यहाँबाट देख्न सकिन्छ। स्याउ चाहिँ हाल्छु है त। लेट्स गो। अब मैले चाहिँ यो चाहिँ ल्याइसकेको छु र यो अनुसार चाहिँ मैले चाहिँ हाल्नुपर्ने हुन्छ, रोपेर चाहिँ हाल्नुपर्ने हुन्छ, किन भन्दाखेरि यो चाहिँ सबैभन्दा माथि जान्छ र फल्न पनि धेरै फल्छ। त्यही भएर यो चाहिँ जति चौडाइमा जति फ्राकिलो जान सक्छ त्यति नै फल्ने भएकोले यसलाई चाहिँ हामीले चाहिँ गर्नुपर्छ। र यही भुइँमा छोयो कि कुहिने हुँदा यसलाई चाहिँ झुल हाल्नै पर्छ अनिवार्य। अनि हालिसकेपछि देखाउँछु है त। लेट्स गो। सो गाइज मैले चाहिँ अब झुल हालिसकेँ। यो चाहिँ टक्क लाएर यहाँबाट माथि माथि जान्छ, यो देखाउँछु। अब चाहिँ म तपाईँलाई चाहिँ यो घर तलीको त मैले देखाएँ सम्पूर्ण चिज र यहाँभन्दा माथिहरू देखाउँछु तपाईँलाई। यहाँभन्दा माथि के छ त है त। लेट्स गो। त्यसपछि मैले सरर फेरि यो हिँड्नु चढ्नु पर्ने हुन्छ। त्यसपछि चढेपछि यहाँ चाहिँ थोरै हाम्रो गिट्टी छ र गिट्टी त्यो चाहिँ किन ल्याएको भन्ने कुरा पछि थाहा पाउनुहुन्छ तपाईँले पछाडि भिडियोमा। यस्तरी किराले खाइदिएछन् कि यस्तरी किराले खाइदिएछन्, तर चाहिँ हामीले किराले चाहिँ फाल्नुपर्ने हुन्छ। र अब के भन्ने, नत्र त गाइज यिनीहरूले सकाइदिन्छन्। औषधि छाडौँ भने अब आफैलाई घाटा हैन। त्यसपछि एउटा टमाटर ह्या पनि रहेछ, अर्को टमाटर ह्या पनि छ र यो टमाटरलाई चाहिँ फेरि झुलाल्नु पर्ने हुन्छ, तर यिनलाई चाहिँ ठुक्कै ठुक्काउनुपर्छ। र यो चाहिँ पुरै हो सिमी र यो सिमी चाहिँ बबाल देखिरहेछ। र यहाँ चाहिँ के छ भन्दाखेरि यो सिमी चाहिँ बबाल लाग्छ, किनकि बबाल लागिरहेको छ। अलिक ज्यादै बाक्लो भयो जस्तो लाग्यो मलाई, किन भन्दाखेरि यो यति बाक्लो नहुनुपर्ने हो, भइहालेछ, ठिक छ। यसलाई चाहिँ पछि मम्मीले चाहिँ म्यानेज गर्नुहुन्छ, यसलाई चाहिँ कस्तो हुन्छ भनेर चाहिँ टक्क लाएर चाहिँ हाम्रो सिमीहरू छ। त्यसपछि एउटा कुरा गर्नुपर्दा गाइज यो चाहिँ हाम्रो घाँस हो र यो घाँस चाहिँ हामीले चाहिँ तुरुन्तको तुरुन्तै हामीले काट्नुपर्ने हुन्छ र यसलाई काटेर पनि हामीले सुकाउनु पर्ने हुन्छ हिउँदोको सिजनमा। आजभोलि त पर्दैन, तर हामीहरूको गुरु छैन, त्यही भएर चाहिँ हामी केही पनि गर्दैनौँ र यसलाई चाहिँ सिधै यसै हुन्छौँ। र हामी काट्न त काट्छौँ र काटेर पछि हामी बेच्ने गर्छौँ र बेचे बापतको हामी अथवा मल लिन्छौँ अथवा घाँससँग फेरिन्छ भन्नुपर्छ। त्यसपछि टक्क लाएर यहाँ चाहिँ सबै छ, एउटा सिमीको बगैँचा हो। त्यसपछि मैले यहाँ लाउने खोजेको चाहिँ एउटा फुलको बगैँचा चाहिँ यहाँ पनि लाउँछु सोचेको थिएँ, तर चाहिँ यहाँ चाहिँ अलि अवस्था कमजोर भएर चाहिँ लगाएन। यहाँ चाहिँ आफै मागो साग उम्लिसकेको छ र यो भन्नुपर्दा चाहिँ मागो, यसलाई नचिन्ने कोही पनि होइन, मागो। र यसको चाहिँ जो बिउ हुन्छ, बिउले चाहिँ खतरनाक तेल निकाल्छ, तेल आउँछ बिउबाट र त्यो तेल चाहिँ रागन परेको मान्छे अथवा कुनै पनि शारीरिक रूपमा चाहिँ मान्छेहरूको छाला सम्बन्धी रोग अथवा नसा सम्बन्धी रोगलाई चाहिँ सन्चो गर्ने काम गर्छ। यसैले गाउँलेहरू चाहिँ लाउने गर्छन् र यसको चाहिँ मागो अथवा यसको चाहिँ बिहा निकालेर चाहिँ टक्क लाएर यसको बिहा चाहिँ हामीले कुटकाट गरेर तेल निकाल्नु पर्ने हुन्छ र यसरी लगाउँछन् गाउँलेहरू। र त्यसपछि टक्क लाएर हामी चाहिँ उकालो यस्तो जाँदैछौँ। त्यसमा सबभन्दा माथि हामी सबैभन्दा माथिल्लो भागमा आइसकेका छौँ। सबैभन्दा माथिल्लो भाग कस्तो छ भन्दाखेरि यस्तो छ हाम्रो सबैभन्दा माथिल्लो भागमा चाहिँ सिमी लगाएको छ भने यतापट्टि चाहिँ करेला लगाएको छ। र यो करेला चाहिँ जता कता लगाउनुको कारण के भन्दाखेरि हामीले खान्छौँ र हाफ चाहिँ हामीले चाहिँ तलतिर पठाउँछौँ, किनकि तलतिर हामी पनि पुछा भाँडाहरू लगेर बस्छौँ नि त, त्यही भएर टक्क लाएर पठाउँछौँ। र यो चाहिँ हाम्रो
सिमी, यो सिमी पनि अझ पनि गोड्नु पर्ने छ। यो चाहिँ एकदम पर्फेक्ट छ, किन भन्दाखेरि अब चाहिँ सायद यहीँको सिमीहरू एकदम फल्छ होला। यो चाहिँ हाम्रो चाहिँ घर नजिकका गोडाहरू हुन्, घर नजिकका बारीहरू हुन्, जसमा चाहिँ हामीले गोबी सोबी कहिलेकाहीँ यताउति लाउने गर्छौँ। र यहाँ चाहिँ हाम्रो चाहिँ घाँस पतिङ्गर काटेर चाहिँ सरसफाइ गरिएको छ। र टक्क लाएर भन्नुपर्दा चाहिँ यहाँ चाहिँ हाम्रो स्याउ छ। यो स्याउ चाहिँ थोरै कमजोर छ, किनकि सुकिसकेको छ, होइन चिरे लागिसकेको छ। तर पनि हामीले चाहिँ यसलाई चाहिँ त्यति बचाइराखेका छौँ। र यसमा चाहिँ किरा पनि लागिसकेको छ, ठिक छ, केही छैन। त्यसपछि गएर यो स्याउ हो, यो स्याउलाई चाहिँ डिफ्रेन्ट तरिकाले भन्छ। यो स्याउ योभन्दा ठुलो हुँदैन है, यो स्याउ योभन्दा ठुलो हुँदैन, योभन्दा ठुलो हुँदैन। तर कलर चाहिँ एकदम रेड कलरको हुन्छ, सबैभन्दा महँगो हुन्छ। तर यो योभन्दा पनि ठुलो हुँदैन, यो चाहिँ बेच्न मिल्दैन, किनकि यो चाहिँ बिक्दैन, मान्छेहरूले लग्दैनन्। त्यही भएर चाहिँ यो चाहिँ हामी आफै खाने गर्छौँ। र कोही पाहुनाहरू आउनुभयो भने चाहिँ एकदम गुलियो चाहियो भने चाहिँ दिन्छौँ। तर यसलाई चाहिँ हामीले चक्लेटी स्याउ राखेछौँ। तर त्यसको चाहिँ जात के हो यसको थाहा छैन हामीलाई, हामी ज्यादा किसान होइनौँ। तर पनि यसको नाम चाहिँ हामीले चक्लेटी स्याउ भनेर राखिदिएका छौँ। र हाम्रो चाहिँ यो स्याउको निक नेम हो चक्लेटी स्याउ। त्यसपछि त्यही हो गाइस। अब टक्क लाएर यहाँबाट देख्न सक्नुहुन्छ, यो चाहिँ मेरो रुमको माथि छत हो। र यो चाहिँ एउटा कुरो छ। त्यसपछि टक्क लाएर हाम्रो चाहिँ यहाँदेखि उता चाहिँ हाम्रो छिमेकीको अथवा हाम्रो ठुलो बुवाको गडाहरू छन्। जस्तो यताभन्दा यता चाहिँ हाम्रो बारी छ भने चाहिँ उता चाहिँ उहाँहरूको बारी छ। उहाँहरूले चाहिँ टक्क लाएर आलु लगाउनु भएको छ भने चाहिँ यहाँ चाहिँ हाम्रो चाहिँ गोबी सोबी के लगाउनु भएको छ। र त्यहाँ तलि चाहिँ कद्दु अनि त्यसपछि टमाटर लगाउनु भएको छ, एकदम दामी हुन्छ। र त्यहाँ चाहिँ के थियो भन्दाखेरि मल हालेको थियो है, त्यो खोरमा मल भन्दा नि त्यहाँ चाहिँ गुरु बार्खाहरू हुलिएको छ। र त्यो मलले गर्दा आज चाहिँ सबैभन्दा राम्रो हुन पुगेको छ। र यो चाहिँ काँडा झ्याक चाहिँ म काट्ने विचारमा छु, किन भन्दाखेरि यसले चाहिँ एकदम डिस्टर्ब गरिरहेछ। र यो हो मेरो आजको गार्डन टुर हो। फाइनली गाइज अब यही हामीहरूको गार्डन टुर यही हो, देख्न सक्नुहुन्छ तपाईँहरू। अब टक्क लाएर चाहिँ म चाहिँ घरतिर जान्छु, सर देखाएर तपाईँहरूलाई जान्छु सर। सायद अब हामी चाहिँ एउटा कुरा भन्नुपर्दा गाइज, हामी चाहिँ यस्तो ठाउँमा चाहिँ कचिलो बेला चाहिँ हिँड्नु हुँदैन। किन भन्दाखेरि कचिलो बेला हिँड्यो भने चाहिँ पानीले गर्दा मान्छे र पानीको मिश्रण भयो भनेपछि यहाँ चाहिँ किरा लाग्ने सम्भावना एकदम बढी हुन्छ। त्यही भएर चाहिँ हामीले चाहिँ बेला बेला दबाई छर्नुपर्छ जस्तो लाग्छ। तर चाहिँ ल्याएको छ, छरेको छैनौँ। र दबाई चाहिँ छर्नुपर्छ, किनकि किराहरूले सत्यानाश खेलायो भने बर्बाद हुन्छ। र यस्तो पातहरू खाइदिएर चाहिँ यिनीहरूले चाहिँ बर्बाद गर्ने गर्छन्। र आजको चाहिँ हाम्रो गाउँको अवस्था यहाँबाट देख्नुपर्दा सरर यस्तो देखिरहेको छ। यो चाहिँ हाम्रो चाहिँ बल खेल्ने कोड भन्नुपर्छ। यो चाहिँ हाम्रो बल खेल्ने कोड हो। त्यसपछि टक्क लाएर चाहिँ हामीहरूको यता भयो। अनि यो चाहिँ हाम्रो चाहिँ चर्पी हो होइन, यो ठाउँ चाहिँ हाम्रो चर्पी हो। र यो चाहिँ हामी मौलिक तरिकाको चर्पी बनाएका छौँ। र केही हदको लागि अथवा धेरै पक्की त होइन, र थोरै केही हदको लागि चाहिँ हामीले चाहिँ यसलाई व्यवस्थापन गर्न सक्छौँ। र यहाँ चाहिँ कद्दु धेरै लागिसकेको छ। र यही आजको चाहिँ हामीहरूको बारी टुर अथवा हाम्रो चाहिँ गार्डन टुर। यो चाहिँ घर नजिकको भन्नुपर्छ र घर टाढाको चाहिँ हामी देखाउँछौँ। र एउटा चाहिँ किरा देखाउनु पर्दा चाहिँ यो गोबीमा चाहिँ किरा एकदम खतरनाक लागेको छ, देखाउँछु है त। यो गोबीमा चाहिँ किरा एकदम खतरनाक लागिसकेको छ। तपाईँले देखाउँछु किरा कस्तो छ है त। यहाँ देख्न सक्नुहुन्छ तपाईँले किरा उतैति यहाँ देख्न सक्नुहुन्छ है त। यस्तो हुन्छ किरा यहाँको, यस्तो किराले खाइदिन्छ होइन। अनि त्यही भएर चाहिँ गोबीमा चाहिँ अलि मान्छेहरू चाहिँ कचिलो अवस्थामा जानु हुँदैन। त्यही भएर चाहिँ यहाँ टक्क लाएर यस्तो छ। अनि त्यसपछि गएर यहाँ चाहिँ मागो सागो सबै उम्रिरहेको छ। किन भन्दाखेरि हामीले चाहिँ यो मागोबाट तेल निकाल्छौँ। त्यसपछि लाएर टक्क लाएर यो चाहिँ हाम्रो भल्को छ। र हामीले चाहिँ धेरै भल्को लाएका छैनौँ। र आज हो हाम्रो घर वरिपरिको ठाउँहरूको भिडियो हो। र आज यति मात्रै देखाउँछु। र आजको गाउँको अवस्था यस्तो छ। हाम्रो गाउँ चाहिँ एकदम सुन्दर छ, त्यही हो। टक्क लाएर त्यसबाट हामी चाहिँ मैले देखाएको चाहिँ यो बगैँचा हो, यो बारी हो। त्यसपछि सरर यहाँबाट जाँदाखेरि यहाँबाट टक्क लाएर यता देखिन्छ। अनि यता देखिन्छ यो चाहिँ हाम्रो चाहिँ अलि झुल हाल्ने खालको बारी हो यो भनेपछि यो झुल हाल्ने बारी खालको। अनि यो चाहिँ हल्का थोरै कहिले गोबी लगाइन्छ, कहिले चाहिँ के लगाइन्छ। यो चाहिँ अलिक थोरै उ बारी हो। र यो तेल्लो बारी चाहिँ
हाम्रो यो पनि छिमेकीकै हो र योभन्दा तल्लो बारी चाहिँ हाम्रो छिमेकीको छ। टक्क लाएर यहाँ चाहिँ सल्लक्क यस्तो देखिन्छ र यहाँ चाहिँ हाम्रो चाहिँ घर आउने बाटो छ। त्यसपछि गएर सल्लक्क त्यो सानो हाम्रो चाहिँ बाडी छ, त्यसपछि माथिल्लो बाडी, त्यसपछि माथिल्लो बाडी र त्यस्तो माथिल्लो बाडी गरी हामीहरूको एरिया चाहिँ यति हो र यो चाहिँ घर नजिकको हामीहरूको एरिया हो र योभन्दा चाहिँ टाढा चाहिँ धेरै एरियाहरू छ, धेरै ठाउँहरू छन् र जस्तो कि हाम्रो चाहिँ यहाँ पनि छ एउटा, यहाँ चाहिँ यो पोरीपट्टिको साइड, जो पोरीपट्टिको साइड छ नि त, कहाँ गयो यो 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 नजिक यो जो पोरीपट्टिको साइड छ होइन, यो पोरीपट्टिको साइड छ, त्यो पोरीपट्टिको साइड चाहिँ हामीहरूको हो टक्क लाएर चाहिँ, अनि वरिपट्टिको चाहिँ हाम्रो ठुलो बुवाको हो र त्यो बिस्तारै चाहिँ हाम्रो चाहिँ टक्क स्कुल देखिन्छ, सलक्क लाएर स्कुल दामी छ। त्यसपछि मैले हात काम गरेको हुँदा र एकदम नराम्रो देखिरहेको छ। लेट्स गो गाइज, आजको भिडियो चाहिँ यही हो है। थ्याङ्क यू सो मच होइन, अब चाहिँ यतिसम्म भिडियो हेर्नु भइसक्यो। अब